वाउ आज हामीहरू जाँदैछौँ उसको चाहिँ गाइमिन किर्खाई भन्छ होइन अनि मेरो चाहिँ पासपोर्ट रिन्यू 10 वर्ष कति छिटो पुगेछ थाहै भएन गाइज पासपोर्ट रिन्यू गर्न हामी चाहिँ बाटोबाट अब आज चाहिँ निस्किन लाग्छौँ सम्पूर्ण दृश्यहरू भएका नभएका सबै कुराहरू म चाहिँ देखाउने प्रयास गर्नेछु सबैले अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि माया दिन चाहिँ नभुल्नु होला नयाँले सपोर्ट पुरानोले माया अनि सब्सक्राइब भन्ने कुरा त झन् भन्नै पर्दैन होला हामीहरू हानेरा एयरपोर्टलाई हल्का छट्टे हानेर गिन्जा लाइन पक्रेर अहिले चाहिँ हामीहरू अब नेपाल एम्बेसीको लगभग 11 किलोमिटर टाढा छौँ यहाँको यो रेम्बो ब्रिज भन्छ यसलाई चाहिँ यो हामीले अहिले पार गर्दैछौँ यो रेम्बो ब्रिज चाहिँ गिन्जा टोकियो र हानेरालाई जोड्ने एउटा ठुलो पुल हो यो पुलको विशेषता भनेको रातिमा झन् बबाल देखिन्छ कि यहाँको सबै लाइटिङ हुन्छ एकदम बबाल राति अनि ओदाइबा भनेको तलतिर हो त्यहाँबाट ठ्याक्कै यो देखिने यो बोटबाट चाहिँ पनि जानु मिल्छ कि टोकियोसम्म यो चाहिँ अब कस्तो त्यो है बनाएकै हो हेर्दै कस्तो कति रमाइलो मुखबाट वाउ भन्ने शब्द आइहाल्दो रहेछ क्या जति टाइम हिँड्यो भने त्यो मनमोहित बनाइदिन्छ यहाँ यहाँको त्यो इन्फ्रास्ट्रक्चर बेबी देउरालीको चिसो चिसो हावाले मोडी तिमीलाई आँखा लाउ साराले कहिलेकाहीँ मतिरानी बाटो मोड है गाउँले केटी चाहियो भन्छन् आमाले Only 8 kilometers to reach our destination. 2キロ先、左方向、目黒、戸越方面です。手前の高速道路出口に注意してください。 वाउ भित्र आगो बलिरहेको रहेछ कि यहाँ बरु राम्रो जस्तो लाग्यो होइन हामीहरू चाहिँ अहिले टोकियो सहर घुमिरहेको छौँ अनि यो चाहिँ एउटा टुरिस्ट एरिया रहेछ हामीहरू चाहिँ राम्रो रहेछ है अरू भन्दा नि यो साइडमा छ नि यो पिङ्क कलरको के ए यो यसले गर्दा कति राम्रो देखेछ के हो र पानासोनिक होमुजु त्यो त मलाई थाहा भएन तर हामीलाई चाहिँ रमाइलो भइरहेको छ उसलाई फेरि जे देख्यो भने यो कति राम्रो के बाइक भयो टोकियो आएर अब त्यो फर्निचर बोकेर जानु विचार छ आऊ भन्छु अहिले बेबी जहाँ पनि पाउँछ क्या त्यस्तो चिजहरू 20% अफ रे यहाँ चाहिँ यस्तो रहेछ क्या यो पसलको छेउछाउमा यसरी समातेर ठेलामा बिक्री गर्ने ठाउँ रहेछ यो के रहेछ भेडा फुकुरे फाइनली हामीहरू चाहिँ यहाँ आएका छौँ नाम के हो थाहा छैन मलाई We are entry now. はい、こんにちは。すみません、ありがとうございます。乗り物券フリーパス正面のチケットありますのでお願いします。ありがとうございます。いってらっしゃい。 यो चाहिँ हामीहरूको एकदमै सानो छ तर दुईजनालाई ठिक्क हुन्छ यो कहाँ पाइन यहाँ फेरि छुट्टै हो 1 डे पास दिनुपर्छ कि त्यो लिन गर्नलाई भित्र छिरेको मात्रै
के हो यो लो के हो यो माथि यो फ्री फल खेल्न मन लाग्छ मलाई त कहाँ मिल्दैन होला कोही पनि खेलेछन् म त सक्दिनँ होला भयो मिल्छ कि नै हेरौँ न यो खेलौँ कि अरू यो यताबाट जाउँ न यहाँ फोटो खिच्ने ठाउँ रहेछ यो अहिले खिचौँला एडभेन्चरमा जाउँ न यस्तो बबाल ठाउँ रहेछ वाउ वाउ झर्ना झऱ्यो वाउ पुल पनि रहेछ बेबी यदि हजुर आशा कुसाको नजिक हुनुहुन्छ भनेपछि यसरी आएर गुफाभित्र जाउँ न गुफा के छ यहाँ गुफाभित्र ए भूत हुन सक्छ है वाउ यो चाहिँ एकदमै बबाल गुफा बनाएको रहेछ नेचुरल गुफा जस्तो लागिरहेको त मलाई छैन यो चाहिँ बनाइएको गुफा यता त फेरि भइहाल्यो यो बोर्ड जस्तो सर्र हिँडिरहेको के बनाएको छ के बनाएको छ नि त्यो सानो ठाउँमा पनि जुत्ता हेरौँ न जुत्ता कत्रो ठुलो जुत्ता हो यो हेर साथीहरू तपाईँहरूको जुत्तालाई त यहाँ यसरी राखेको रहेछ अरे क्या चारैतिर यो सानो एरियामै बनाएको चिज रहेछ यो चाहिँ के रहेछ फ्री फल हो जस्तो लागिरहेको छ मलाई होइन तर अहिले चाहिँ बन्द भएको जस्तो रहेछ जाउँ फाइनली हामीहरू चाहिँ माथि चढ्नलाई चाहिँ गाह्रो भइरहेछ है तिमीलाई कहाँ बस्ने यहीँ बस म कस्तो ठाउँमा बस्दा ठिक होला त्यस्तो ठाउँ बस्छ अब यो त ए त्यस्तो हो म त ओइ कोरेवा動画を撮ってもらっていいですかम त सक्दैन बेबी म खेल्दैन भयो म अरू खेल्छु के बेबी उही माथि लग्यो म त सक्दैन बेबी अब माथि प्रयोग रहेछ ओइ बेबी म सक्दैन के त्यो बिचारी कति कराचे म त सक्दिनँ अब माथि लग्यो हेर्दा उही कति माथि लग्दो रहेछ पछि रोक खर्न मिल्दैन म त रोक भन्छु फाइनली खेलेर बाहिर निस्केको मलाई त चक्कर आएर भयो यति सानो मर्ला जस्तो बस्थेँ म त के हुँदो रहेछ यसमा यस्तो तल वहाँ माथि टुप्पा पुग्दा पो अनि टाउको दुख्दो रहेछ त्यो हुन्छ तिमीलाई त के हुन्न हुँदैन त केही त केही भएन म त त्यो स्काई ट्री पनि हेरेँ हजुर हेर्नु भएन मैले भनिरहेको थिएँ त्यो स्काई ट्री हेर्नु भनेर अब हामीहरू चाहिँ यहाँबाट निस्किन्छ म लगायत धेरै समय बिताइसक्यौँ अब ब्याक टु होम आजको दिनभरिको रमाइलो टोकियोको घुमाइ सकिएको छ वास्तवमा त आज म चाहिँ यहाँ टोकियोमा यो पासपोर्ट रिन्यू गर्न आएको थिएँ अनि त्यही मौका छोपेर चाहिँ अनि यसो बस्दिउँ न रेस्ट गरौँ न कतै बसेर छिरौँ न भनेको अनि ठ्याक्क यस्तो ठाउँ देख्यो अनि हल्का मुड फ्रेस पनि भयो अब यहाँबाट ब्याक टु होम हुन्छ सबैलाई माया छ
अन्तिम समय हेरिदिनु भयो धेरै धेरै धन्यवाद हजुरहरूलाई। अनि आउने दिनहरूमा पनि यसरी माया गरिदिनु होला। यहाँबाट टोकियो टावर पनि देखिरहेछ होला सायद, अलि अँध्यारो अँध्यारो भइरहेछ, त्यो के भन्छ त्यो राम्रो क्लियर छैन क्या आजको मौसम। नजिकै छ टोकियो टावर पनि छ, यहाँबाट स्काई ट्री पनि छ, सबै छ नजिक नजिक नजिक। यहाँ घुम्ने ठाउँ पनि लगभग नजिक नजिकै हुन्छ। अनि त्यही हो, आजको दिन हाम्रो सक्यो है त। बाई बाई भन, सब्सक्राइब गरिदिनु भन सबलाई, सबैले सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला, लाइक गरिदिनु होला। ओके बाई बाई। घुम्दा घुम्दा हामीहरू के छोड्नु भनेर आशाकुसा मन्दिर पनि आएको छौँ। यो एकदमै पुरानो हिस्टोरिकल प्लेस पनि गनिन्छ, हाम्रो पुरानो हिस्टोरिकल प्लेसमा गनिन्छ, जुन टोकियोको एकदम बिच सहर आसाकुसामा अवस्थित छ। हामी चाहिँ अहिले राइट नाउ 5 बज्न लाग्यो अनि मन्दिरको गजुर देखिसक्नु भएको छ। ठुलो एरिया रहेछ यो, बबाल एरिया रहेछ यार। यो मेन ठुलो मन्दिर चाहिँ नायर्ताकै मन्दिर जत्रो रहेछ होइन, सेम स्ट्रक्चर पनि त्यही छ क्या, नायर्ताको केही फरक छैन। बुद्धको मन्दिर होला सायद यो होइन, गुम्बा जस्तो छ नि त। अनि यता हेर न, मेन गेट पनि त्यस्तै छ क्या, सेम मेन गेट टक्क भित्र छिर्ने, अनि त्यस पछाडिको मेन मन्दिर। मान्छेहरूलाई कति कति त्यो भयो होला यिनीहरूलाई, हेर न सुतिरहेछन् भने। कस्तो बबाल डुबो रहेछ नि त भइमा होइन। यो मन्दिर चाहिँ मलाई मन पर्यो क्या, यो मन्दिर चाहिँ मलाई बबाल मन परेको होइन। कतिवटा ताला छ, 1 2 3 4 5 तला। अनि यहाँको अब कल्चरल ड्रेस के, यहाँ कल्चरल ड्रेस चाहिँ हाम्रो बाहिर टुरिस्टहरूले पनि लगाउँछ, त्यही नै हो। आजको दिनको रमाइलो यसरी बितिरहेको छ। मेन गेटबाट छिर्दैन त, हामी त साइड गेटबाट पो आएको रहेछौँ। हामी चाहिँ मेन गेटबाट छिर्दिन्छौँ। अघि हामीहरू यो यताबाट आयौँ भने चाहिँ अब मेन गेटबाट जान्छौँ। मान्छेहरूको भिड देखेर मलाई त त्यत्तिकै रमाइलो लाग्दो रहेछ है। राम्रो ठाउँ नभए पनि मान्छेहरूको भिड देख्यो भने राम्रो लाग्दो रहेछ। राम्रो त धेरै राम्रो ठाउँ छ नि, नेपालको भाइब चाहिँ आइरहेको छ। नेपालको भाइब चाहिँ आइरहेको छ यसको यो धुवा लियो भनेपछि चाहिँ रोगबेटहरू हटेर जान्छ रे कि, त्यही भएर लिनुपर्छ। यसको यो स्मोक लिएपछि चाहिँ हाम्रो शरीरमा भएको रोगहरू सबै हटेर जान्छ रे कि, हाम्रो त्यो मान्यता छ। भयो त कोही त्यसले के गरिरहेको छ, त्यो 4वटा हातखुट्टा माथि गराएर। ला म हराएँ कि बुढी हरायो? बुढी कहाँ गयो? तिमी हरायो कि आऊ कि? म त खोजिरहेको छु तिमीलाई भने। जाम भयो, पैसा फालेर रोक्ने हो क्या। 5 रुपियाँ। मिल्छ क्या जति भयो भने। आम्मा 100 रुपियाँ फाल्नु त बेबी? छैन अरू। 100 रुपियाँ फाल्ने रे। जति फाल्यो नि त्यही हो, फाल्नलाई चाहिँ माया त्यत्तिकै मागे पनि हुन्छ। पैसै फाल्नुपर्छ भने तिमीले त 500 फाल्यो क्या हो? भयो। भयो माग्यो। आऊ छिटो। कति मागेको के लामो माग्यो तिमीले? भयो। प्रे गऱ्यौँ
हामीले चाहिँ अब यहाँबाट हामीहरू चाहिँ निस्किँदैछौँ। यो के रहेछ साथीहरू हल्लाइरहेछन्। यदि कसैलाई थाहा छ भने भनिदिनु होला। अघि हामी गएको त्यहीँ हो, नजिकै छ। यहाँबाट आएर यसरी घुम्न सकिन्छ। यिनीहरूसँग फोटो खिच्नु होला। कस्तो त्यो पछाडि हेर न, पुरै त्यो स्याट होला कि। पुतली बनेर कहाँ जान्लाको, मलाई सम्झेर मन लाग्यो आउन मन लाग्यो।